ल उताको म्याच सकेर चाहिँ अहिले चाहिँ यता नयाँ फुटसलमा आएको छौँ। केटाहरू यहाँ भइसकेको छन्। भर्खरै हामी यहाँ पुग्यौँ। अब सो त्यो केटाहरू अब लुगासुगा चेन्ज गर्ने होला। इन्ट्री फिस त दिनु पर्दैन होला। अहिले चाहिँ यहाँ चाहिँ नयाँ अघि त्यहाँको भन्छ चाहिँ अहिले अलिक ठुलो छ यो चाहिँ। त्यहाँ चाहिँ केटाहरू 10-7मा अब यता केटा भाइको राजन भाइको ग्रुपले चाहिँ 7 गोल अनि उताको चाहिँ 10 गोल हालेर चाहिँ उसले जितिहाल्दै थियो। त्यही अब यहाँ चाहिँ नयाँ भर्खर अब म्याच स्टार्ट हुन लागेको छ। सो त्यही अब यो अघिको म्याच हार्यो भनौँ। अहिलेको अब नयाँ केटाहरू छ, अल्गा 1-2 जना नयाँ थपेको छ अनि त्यसपछि चाहिँ म्याच स्टार्ट हुनेवाला छ। त्यही अब कति अहिले चाहिँ जित्छ कि केटाहरूले हार्छ के हुन्छ भिडियो हेर्दै गर्नु हाम्रो फुटबल म्याच है। त्यही अब चाहिँ हामी सिधै म्याच ल हामी चाहिँ यहाँ पुगिसक्यो म्याच स्टार्टमा। ठ्याक्क ग्राउन्ड पनि खाली भयो। सेट आज कति गोल जान्छ त नि भाइ त्यहाँको जस्तो नहोस् नि। आज सट्टा हान्नुपर्छ लास्ट गोल। त्यो त्यहाँको भन्दा यहाँ चाहिँ अलि ठुलो ग्राउन्ड चाहिँ अलि यहाँको चाहिँ अलिक ठुलो नै छ। त्यहाँको भन्दा चाहिँ यहाँ ठुलो ग्राउन्ड चाहिँ ठिकै छ। अब केटाहरूले अब कति गोल हाल्छ अब। ल भाइ खै स्किल देखाउ न अलिकति। फोटो खिच्ने हो र? ल खिच्दिउँ नि त अनि। ए त्यही हो यहाँ चाहिँ हल्का भाइहरूको हल्का फोटो खिच्छु। फोटो क्यामेरा त त्यस्तो छैन त्यही पनि अब अलिअलि खिचिदिने हो। त्यही अब हेरौँ के हुन्छ अब यहाँ आइस। यस नाइस शट। हाम्रो चाहिँ यहाँ म्याच स्टार्ट हुन केटाहरूको प्र्याक्टिस भइरहेको छ हल्का है। हल्का स्किल देखाइदियो नि त नि या यस्तो टाइपको। दामी हाम्रो दाइ चाहिँ उहाँ फेरि डेन्जर छन्। फेरि उहाँ लुक्स नै डेन्जर छ दाइको फेरि। दाइको फेरि खतरा आएको छ फेरि। ल म पनि एकछिन खेल्न आएको। ल फाइनली यताको चाहिँ अपोजिट टिम भयो। यता चाहिँ हाम्रो भाइको टिम भयो होइन। यता त हाम्रो राजन भाइको टिम भयो अनि यता चाहिँ अनि अपोजिट टिम भयो है। 2जना अब म्याच स्टार्ट हुन लागेको छ अब। त्यही हो ल हाम्रो एकजना टिम क्याप्टेन भनौँ न अब आइसक्नु भएको छ। भित्र कोड इन्ट्री भइसक्यो होइन। सो त्यही अब यो चोटिको अघिको म्याच त अलि लोदर नै थियो। अहिलेको चाहिँ अलि राम्रो नै होला भन्ने जस्तो लागिरहेको छ मलाई। अब त्यही हेर्नु होला अब कस्तो हुन्छ। त्यो मेरो चाहिँ चप्पल उतै राखेको छु मैले चाहिँ यार। के स्टार्ट भइसक्यो। म्याच चाहिँ स्टार्ट भइसक्यो केटा है। त्यहाँको भन्दा चाहिँ ठुलो कोड रहेछ यो फेरि यार। मैले कहाँदेखि देखाउँदा राम्रो होला स्टार्ट। म उता छेउ जाँदा राम्रो होला र फेरि उतादेखि त फेरि यता अँध्यारो पर्छ क्या फेरि। त्यही हो ल राजन भाइ दामी। यस दामी। दामी ल ओए दामी ल ल दामी आज चाहिँ ल
लगभग 1 मिनेट पनि भएको थिएन, 1-2 मिनेट भएको थिएन गोल हान्न सफल है हाम्रो यता हाम्रो भाइको टिमबाट। हाम्रो दाइ हेर न फेरि म जङ्गी पाएर हो क्या हाम्रो दाइ त्यो फेरि 1-2 जना त डराएरै जान्छन् होला कि डिफेन्सहरू त 1-2 जना डिफेन्स त डराउँछन्। ए सही हो होइन यो लाउनुको कारण चाहिँ अहिले आफ्नो टिममेटहरूलाई चिन्न सजिलो होस् भनेर है यो चाहिँ है आफ्नो टिममेटलाई चिन्न सजिलो होस् भनेर चाहिँ यतापट्टि हाम्रो ग्रुपले चाहिँ अलग्गै लगाइरहेको छ ड्रेस। दामी 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 ल यता भन्दैन यता छ सुगन्ध माग्न यता आफ्नोतिर आफ्नो गोल खाएको भन्दा नि यता गोल हानेको चाहिँ देखाउन मजा आउँछ क्या, त्यही भएर हल्का अपोजिट टिमतिरै लाग्नुपर्छ क्या अहिले। हाम्रो राजन भाइ चाहिँ ब्याक साइडबाटै छ है, ऊ अगाडिबाट छैन, अगाडिबाट छैन, ऊ चाहिँ ब्याक साइडबाटै छ अहिले। ओए 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 के यस्तो ओ दामी दामी बल वेटमा चाहिँ कस्तो कुराहरू ठिक छ। आफ्नै केटाहरू किन पास भइरहेछ नि केटाहरूको। ओए ल सेट मैले चाहिँ आज जकेट लिन बिर्सेँ कि, सधैँ जकेट लिएर आउँथेँ, आज चाहिँ जकेट लिएन। ओए दामी 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 छ। जकेट ल्याएन कि आज जाडो भइरहेछ यार। त्यो त्यहाँ खेलाडी एकजना खेलाडी फ्र्याक्चर भएको अवस्था। ल दामी दामी ल ठिक छ यही बेस होस्। ओए दामी दामी ठिक छ प्रयास खतरा दामी। ओए ल दामी ओए दाइ हल्का ल राजन भाइ अगाडि बल यता पास आउँछ है। यो दामी छ, अब यो चाहिँ चान्स हो केटाहरूलाई। ल ओए ओए बा केटाहरू
ल अब गोल हार्न ल पछि हान न यता कस्तो ढिलो गरे केटाहरू हो नाइस दाइ ल ठिक छ कोही छैन हेर्नु फेरि हो कस्तो ढिला आउँछन् केटाहरू दामी हेर यता दाइलाई दाइ यहाँ खाली हुनुहुन्छ यार ओए आइस केटा सर्ट हान्न नदेऊ सर्ट हान्नै दिनुहुन्न क्या रोकिहाल्ने कर्नल टाइपको थियो ओए के गरे केटा ल दामी दामी बल ओए खाली छ हेर तीनजना एउटै टिममा छ दामी भाइ ओइल यो छेउमा कोही छैन क्या फेरि लङ बल पास आउट गयो बल नाइस बल भाइले हान्यो खतरा यो त दामी भाइलाई राजन भाइलाई बरु अगाडि खेलाइदिए पो ठिक्क हुन्थ्यो क्या ल भाइ भाइलाई चाहिँ एकछिन रेस्ट ल एकछिन रेस्ट हुन्छ त्यहाँ ल राजन भाइ ओए यार के पास गरे कि केटाहरू के बोलो यो आउट बल समातेको बल होइन के केटाहरू
त्यो दुई गोल हाने त त्यस्तो हुन्छ यिनीहरूले त एकैचोटि ए ऊ यहाँ अगाडिको ओए हाल्नु एउटा के हो यार कस्तो बल केटाहरु बलहरु खोइ यो साइडमा कोही छैन बोल्ने भागो 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 दामी दामी कस्तो बिस्तारै सुमनलाई डच हान्नु पर्ने बोला ओए सही छ दामी 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 बरु भाइलाई अगाडि खेलाइदियो हुन्थ्यो नि अब कोही छैन फेरि त्यहीमा केटा अरे होल 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 एकजना चाहिँ यहाँ हल्का चोट ला अब हुन्छ रेस्टमा ओहे ओए ओए बल नगाले केटा कोही आउँदैनन् केटाहरू यार चेक हेर्न चेक आफूले अब सकिलो त अनि फलमा आइसक्दैन दामी दामी आउनु 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 ए भाइ कहाँ दियो पास केटाहरू हेर त्यही फ्याट फ्याट हानेर छ ल ल बोल्नु न ये
दामी दामी यो कति भयो 3-2 भयो ल ठिक छ अब चाहिँ यहाँ चाहिँ 3-2 भयो है हाम्रो भाइको टिमबाट 3 गोल अनि उताबाट अपोजिट 2 गोल त्यही हो भाइले जित्यो त्यही माछा पोखरी एक्जाम अनि एउटा माछा पोखरी जित्यो कि नै अब हामी चाहिँ निस्केको हामी चाहिँ रुम निस्केको गाडीमा गाडी हिँडेर गएको हिँड्दै जाने गाडीमा जानु भ्लगहरू जाने भ्लग त इभिनिङ हुन्छ क्या राम्रो अगाडि ट्रेनमा पठाउँछ